हेलो गाइज, गुड मर्निङ। म चाहिँ आज कता छु भने जङ्गल। किन आएको छु भने म 2-4 दिनदेखि यहाँ अब दसैँको टाइम छ नि, त्यही भएर यहाँ बिदामा घर आएको थिएँ। त्यही भएर यता होइन यता घाँस काट्न आए। जङ्गलमा घाँस काट्न आए। यहाँ मच्छरले पनि टोकेछ, कति धेरै मच्छर हो। यसमा पनि टोक्यो, हातमा पनि टोक्यो कि मच्छरले। यहाँ चाहिँ आमा घाँस काट्दै हुनुहुन्छ। यतातिर त यसरी नै घाँस काट्छन् सबले। म अब रुखमा चढ्ने कोसिस गर्दैछु होइन। आई क्यान पोसिबल, म सक्छु कि सक्दैन, तर म सक्छु भन्ने आई होपली छ। म जान्छु, लेट्स गो। म चाहिँ रुखमा चढ्न सफल भएँ। म राम्रोसितै आएँ तल। ओहो, यहाँ मेरो त टी सर्ट पनि के भयो यस्तो यस्तो। यहाँ हातमा प्यो, यहाँ के साह्रै यी घाँस। तर म सजिलैसँग कहिले चढेको थिएन यत्रो रुखमा। मलाई थाहा पनि थिएन म यत्रो रुखमा सक्छु भन्ने कि, तर मैले सकिहालेँ यत्रो रुखमा। गाउँतिरको जीवन भनेको यस्तै हो। घाँस काट, दिउँसो बाख्राको लागि होइन, अनि फेरि जाऊ खाऊ सुत। छुट्टीमा यस्तै छ, तर रमाइलो छ। जङ्गलतिर घुम्न पाएँ, बस्न पाएँ। यस्तो छ यहाँतिर, एकदम सो ब्युटिफुल नेचुरल। कति धेरै ठुलो ठुलो रुख मात्र कि। आज वन खुल्याएको थियो यता, त्यही भएर बाख्राको लागि घाँस काट्न आएको थिएँ। ल, आमाको घाँसको भारी भइसक्यो। यताबाट निस्किसक्यो हामीहरू। अब म नेक्स्ट भिडियोको लागि पर्सि आउँछु। जब गाउँतिर पुग्छु नि यस्तो गर्मी हुन्छ, यस्तो गर्मी हुन्छ। म देखाउँछु एकछिनमा। अहिले जङ्गलतिरै छु। अहिले त चिसो मौसम छ। मेरो दाउरा यहाँ त यस्तो छ। हामीहरू अब घर जान लागेको। 12 बजिसक्यो अहिले। भोक पनि लागिसक्यो अब। यहाँबाट वनको सिमाना सिद्धो। अब चाहिँ शीतल भन्ने कुरा गयो। यहाँ चाहिँ गेटबाट निस्क्यौँ। अहिले सब धानहरू यहाँ फलेर पनि लट्रम्म भएको छ। यहाँ कस्तो होइन राम्रो। लुक एट दिस भ्यू छ होइन। वहाँनिरको वाला घर, यो वाला चाहिँ मेरो घर, यो वाला। भिडियो कस्तो लाग्छ गाइज कमेन्ट गर्नु होला मेरो मिनी भ्लगको। अब अर्को भिडियोमा फेरि जोइन हुने नै छु।